महत्त्वपूर्ण स्थानमा उभिएको छु। त्यो हो अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान, जुन रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नम्बर 17 मा रहेको छ। एक्स्ट्रा ट्रेक अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान, जहाँ गुल्मी जिल्लाबाट अस्ट्रेलिया गएका एउटा युवा विनोद कुँवरले लिएको संकल्प हो। करोडौं लगानीमा खेल प्रेमीहरूको लागि यति विशाल खेल मैदान बन्नु भनेको गौरव र गर्वको विषय हो। हामी किन गर्व गर्छौं भने अन्तर्राष्ट्रिय स्तरको खेल मैदान रूपन्देही जिल्लाको तिलोत्तमामा बन्नु भनेको हामी सबैको लागि इज्जत र प्रतिष्ठाको विषय पनि छ। किनकि अन्तर्राष्ट्रिय जगतमा नेपाललाई क्रिकेट खेलले चिनाएको छ र क्रिकेट खेलाडीहरू एकपछि अर्को हरेक खालका गेमहरू जित्न सफल भएको हामीले देखिरहेका छौं। अब विश्व कपमा सब पनि नेपाली खेलाडीहरू पुगिसक्ने अवस्था रह्यो र पुगिसकेका पनि छन्, र हामीले गर्व गर्छौं। र विशेष गरी रूपन्देही जिल्लाका शक्ति प्रसाद गौचनले इतिहास रच्नुभयो, जसले अहिले पनि उहाँ खेलाडीहरूलाई प्रशिक्षण दिनुहुन्छ। अगाडि बढ्न प्रेरणा जगाउनुहुन्छ, किनकि उहाँको त्यो लगाव, त्यो मेहनत यही गृह जिल्लामा बसेर गर्छु भन्ने भावना सबभन्दा ठुलो हो। आदरणीय महानुभावहरू, एकपटक रूपन्देही जिल्ला आइपुग्नुभयो भने यो क्रिकेट मैदान आउन नबिर्सनु होला है। यहाँ आइसकेपछि चाह्यो भने केही न केही गर्न सकिँदो रहेछ भन्ने भावना तपाईँ भित्र पनि जागृत हुन सक्छ। मात्र हो दृढ इच्छा, संकल्प हुनु पर्यो। सम्भावना अवश्य पनि यही देशभित्र छ, हामीले सोच्न मात्रै पर्छ। यति भन्छ।